नोडुलर एक्नी या सिस्टिक एक्नी हुने व्यक्तिले आफैले चाहिँ ठिक गर्ने कोसिस गर्नुहुन्छ भने एक्नी स्कार बस्छ यो स्कार तपाईँको पर्मानेन्ट बस्न सक्छ र तपाईँको फेसियल स्किन एकदम धेरै नराम्रो देखिन्छ। फेरि यसलाई ठिक गर्नको लागि धेरै लङ ड्युरेसन लाग्छ र यसको तपाईँको एक्सपेन्स पनि धेरै आउने गर्छ। यसबाट कसरी बच्न सकिन्छ र स्कार नबन्न दिनको लागि हामीले के गर्नुपर्छ र एकदम फास्ट रिजल्ट कसरी गेन गर्न सक्छ, यो सबै कुरो यो भिडियोमा राख्ने कोसिस गर्दैछु। सो यो भिडियो लास्टसम्म हेर्नु होला। हुने व्यक्तिले चारवटा कुरोहरू मस्ट एभोइड गर्ने पर्ने हुन्छ, त्यो बानी चाहिँ हामीले हटाउनु पर्ने हुन्छ। पहिलो चाहिँ हामीले आफैले निचाड्ने काम गर्छौँ, त्यो चाहिँ निचाड्ने काम नगर्नु होला। यसले चाहिँ पर्मानेन्ट स्कार बसाउन सक्छ, त्यही भएर यो चाहिँ प्रोब्लम गर्ने काम, आफैले निचाड्ने काम चाहिँ गर्नु हुँदैनन्। त्यस्तै एकदम कडा किसिमको तौलियाहरूले तपाईँ आफैले क्लिन गर्ने कोसिस गर्दै हुनुहुन्छ भने त्यो घाउहरूलाई पनि त्यस्तो तौलिया पनि युज नगर्नु, त्यसले झन् इन्फ्लाम्ड भएर इरिटेट हुन्छ र त्यसपछि झन् ठुल्ठुलो एक्नीहरू, नोडुलर एक्नीहरू पलाउने सम्भावना एकदम धेरै तीव्र हुन्छ। धेरै मान्छेले विभिन्न किसिमका डाईहरू युज गर्नुहुन्छ, त्यसपछि लेमन जुसहरू, त्यस्तै पेस्टहरू, यी सबै कुरोहरू होम रेमेडिजको रूपमा चाहिँ प्रयोग गर्नुहुन्छ। यस्तो चाहिँ गर्नु हुँदैन। यस्तो गर्नुभयो भने तपाईँको नोडुलर एक्नी झन् बिग्रेर त्यो चाहिँ जटिल बन्न सक्छ र स्कार बन्नुको साथसाथै तपाईँको फेसियल स्किन पुरा खराब गर्न सक्छ र त्यसमा एलर्जीहरू धेरै उत्पन्न भएर पुरा रातो देख्न सक्छ। जस्तै हाई ग्लाइसेमिक फुडहरू भन्छ, त्यो फुडहरूबाट एकदम जोगिनुपर्छ, जसलाई नोडुलर एक्नी छ। जस्तै तपाईँको दुधहरू भयो र डेरी प्रोडक्टहरू भयो, एकदम धेरै गुलियो खानेकुरोहरू भयो, एकदम पिरो, एकदम अमिलो खानेकुरोहरू छ, त्यो सबै कुरोबाट जोग्नुपर्छ। यसरी तपाईँले गर्नुभयो भने जुन नयाँ पलाउने जुन सिस्टिक एक्नी छ त्यसको प्रोबेबिलिटी रिड्युस गर्ने काम गर्दछ। रूपमा कसरी ठिक गर्न सकिन्छ, यसमा एकदम धेरै मोस्टली वाइडली युज हुने दबाई चाहिँ आइसोट्रिटिन हो, या त क्याप्सुल फर्ममा हुन्छ। अरूको भन्दा रिजल्ट एकदम धेरै बेटर हुन्छ। त्यो पनि एउटा डक्टरको निगरानीमा मात्र चाहिँ आइसोट्रिटिन युज गर्नुपर्छ, किनभने यसको साइड इफेक्ट पनि छ। त्यस्तै त्यसमा भएको इन्फेक्सनलाई कम गर्नको लागि बेन्जाइल पेरोक्साइड हो, त्यस्तै एडाप्लिन 0.1%, यी क्रिमहरू खानुभयो भने यसबाट फास्ट रिजल्ट तपाईँले पाउन सक्नुहुन्छ। र जुनसुकै दबाई तपाईँ खाँदै हुनुहुन्छ भने एउटा डक्टरसँग सल्लाह लिएर मात्रै खानु होला। आफैले खानुभयो भने त्यसको साइड इफेक्ट हुनसक्छ।